यहाँ न त स्पोटलाइट छ न त दर्शकको ताली मात्र। यहाँ छन् त केही मुस्कान, केही ठट्टा र केही यस्ता क्षण जहाँ उनीहरूको आफ्नो मन शान्त पार्ने प्रयास गरिरहेका छन्। हरेक प्रतिभाले आफ्नो डर लुकाइरहेको छ र हरेक मुस्कान भित्र एउटा ठूलो सपना बगिरहेको छ। अब समय आएको छ त्यो सपनालाई मञ्चमा उतार्ने। लेडिज एन्ड जेन्टलमन, द बोइज किड्स सिजन 5 को लाइभ एपिसोडमा वेलकम टु द लाइभ सोज एपिसोड 13। हिजो टिम वाङदेन र टिम सत्यको 12 प्रतिभा र आज एपिसोड 14 मा टिम मिलन र अर्जुनको 12 प्रतिभाको प्रस्तुति हेर्न पाउनेछौं। यो हप्ता नो एलिमिनेसन, तर शुक्रबार राति 8 बजेसम्म भोटिङ लाइन खुल्ला रहनेछ। यस शुक्रबार र शनिबार कम भोट आउनेहरू बाहिरिनेछन्। आफ्नो फेभरेटले बचाउन चाहनुहुन्छ भने खल्ती एप खोल्नुहोस् र अहिले नै भोट गर्नुहोस्। ब्याग छ नि प्रज्ञान, एकचोटि रोनिसाले त्यसरी ब्याग बोक्यो भने कस्तो देख्छ होला, एकचोटि हेरौँ न यो ड्रेसमा। आज कोचहरूको अधिकार पूर्ण रूपमा दर्शकको हातमा गएको छ। हिजो 12 प्रतिभा, आज 12 प्रतिभा। 24 मध्ये कसलाई अघि बढाउने तपाईहरूले नै निर्णय गर्नुपर्ने हुन्छ। सिफोरा यादव, आमाले दिएको जीवनको लागि एउटा गीत। शेर्पा पोसाकमा उभिएकी सानी सिफोरा आमाको नाम पासाङ लामो शेर्पा भन्दै आँसु लुकाउँदै गाउँछिन्। गीतको हरेक शब्दमा आमाको माया झल्किन्छ। परिधि चन्द, एउटा पनि शब्द नबिर्सेर पूरा लोकगीत। परी जस्तो लुगामा उभिएकी परिधि एउटा हातमा मात्र माइक लिएर पनि पूरा स्टेज कभर गर्छिन्। सानो उमेरमा यति लामो गीत, अचम्म लाग्दो प्रस्तुति। सत्कार थपलिया गीतमा पूर्ण रूपमा डुबेको मुसुक्क हाँस्दै सानो सानो एक्सनले नै अडिसनलाई तान्ने सत्कार। आवाज र भावना दुवै मिलेको मिठो प्रस्तुति। फूल बाँड्दै स्टेज घुम्दै प्रोफेसनल जस्तै दिदीको कन्सेप्टमा फूल लिएर आएका सम्राटले सबैलाई मुस्कानमा जोडे। मयूर बस्नेत, स्वीट आवाज, प्राकृतिक र आरामदायी पर्फर्मेन्स। गीत गाउँदा आफै इन्जोय गर्दा पुरै स्टेज शान्त र सुन्दर भयो। मिठासले भरिएको प्रस्तुति। प्रसुन गुरागाई, पूर्व पश्चिम सबैलाई नचाउने एनर्जी। गीत सुरु हुने बित्तिकै स्टुडियो नाचमय भयो। हाँसो र रमाइलोले भरिएको प्रस्तुति। अंकित गौतम, पहिला लाज मान्ने, आज पूर्ण रूपमा ऊर्जाका साथ रक स्टार। मुस्कान र पावरले स्टेज हल्लाए। सांस्कृतिक गीतमा नयाँ उचाइ छोएको प्रस्तुति। प्रज्ञान उप्रेती, पूर्वै रमाइलो गीतसँगै मिठो ब्याग बोकेर आए। अडियन्सलाई तानेर पूर्वतिर लैजाने प्रयास। हाँसो र मजाकले भरिएको पुरै स्टेज हँसाउने प्रस्तुति। सुभाषना खड्का, कसरी म भुले गीतको सबैभन्दा कठिन भाग पनि पर्फेक्ट। डिसिप्लिन र कन्फिडेन्सले भरिएको। निकनेम सुब्बु, आवाजमा गहिराई र मिठास। क्रिएसन रोका, चस्मा फाल्दै रकस्टार मोड अन। शान्त देखिने क्रिएसनले आज सबैलाई सरप्राइज दिए।
पावरफुल आवाज र एक्सप्रेसनले स्टेज हल्लाए। कबिना राई म त सानी सानी पहाडकी नानी परम्परागत लुगा, लाजा डोरी र सुन्दर मुस्कान सहित हिजोको क्विक पर्फर्मेन्स अफ द डे पहाडी नानीको भावना बोकेको आकर्षक प्रस्तुति। सगुन पौडेल, मालकोस राग, गमक र कुर्मीले भरिएको कठिन गीत, क्रिस्टल क्लियर आवाज, सानो उमेरमा यति गहिरो र परिपक्व प्रस्तुति। हिजो 12 मध्ये कबिना राई क्विक पर्फर्मेन्स अफ द डे बन्नुभयो। तर याद राख्नुहोस्, यो हप्ता कुनै एलिमिनेसन छैन। 24 प्रतिभाको भोटिङ लाइन शुक्रबार राति 8 बजेसम्म खुल्ला छ। त्यस शुक्रबार र शनिबार कम भोट आउनेहरू बाहिरिनेछन्। भोट गर्ने तरिका खल्ती एपको इभेन्टमा जानुहोस्, भोइस अफ नेपाल सिजन 7 आफ्नो टिममा भोट गर्नुहोस्। आज एपिसोड 14 मा टिम मिलन र टिम अर्जुनको 12 प्रतिभा अझ ठुलो धमाका आउँदैछ। मेरो चस्मा कहाँ गयो भनेर लाउनु चस्मा रहेछ, खसाउँदा पनि फुट्दैन। तर त्यो रोनीको चस्मा हो नि, जे पनि रोनीको। हिजो हामीले 12 सपना सुन्यौं, आज अझ 12 सपना आउनेछन्। यी बच्चाहरूले मञ्चमा आफ्नो हृदय राखेका छन्। अब तपाईहरूको भोटले उनीहरूको सपनालाई उडान दिनेछ। आफ्नो फेभरेटले भोट गर्नुहोस् र आज फेरि भेटौँ डे 2 को लाइभ सोजमा।